हेलो गाइस, यो चाहिँ मेरो फर्स्ट ब्लग हो है। मेरो आफ्नो भोइसमा चाहिँ फर्स्ट ब्लग नट ब्लग भिडियो है। सो सबजना साथ सपोर्ट दिनु होला है। अन्त त्यसको साथसाथै गुड मर्निङ टु यु अल भन्नुहुन्थ्यो। यति दिनको 1 बजी चाहिँ मर्निङ भएको भयो है। बम पड्क्यो। पाकिस्तानले पड्काए जस्तो छ नि इन्डियामा। म त इन्डियामा बसिरहेको छु नि। फेरि पाकिस्तानले पड्कायो के हो गाइस। सो गाइस, पाकिस्तानले पड्काएको होइन रहेछ। डर नमान्नु होला, हाम्रो यतासम्म आइपुग्दैन। यो भुटानको छेउमा हो है। सो के भन्दै थिएँ मैले आज, दिनको 1 बजी चाहिँ मर्निङ भएको भए चाहिँ म गुड मर्निङ टु यु अल भन्थेँ। तर दिनको 1 बजी त गुड मर्निङ हुँदैन। बिहानको 4-5 बजी गुड मर्निङ हुन्छ है। सो अहिले चाहिँ के भनिदिउँ, गुड आफ्टरनुन। तर म पनि आज चाहिँ छुट्टी बसेको छु र दिनको 1 बजी मैले मर्निङ मनाउँदैछु है। खासै गरी मेरो छुट्टी हो। छुट्टी होइन, म अनरलाई भोइस मेसेज छोडिदिएको थिएँ है। यति खराब अनरहरू हुन्छ कि के भन्नु। मैले हिजो म विकलीमा वान्स चाहिँ म छुट्टी बस्ने गर्छु है भनेर भोइस गरिदिएको। रातभरि कल गरेर हैरान। तर म पनि कहाँ कमी चाहिँ हो र, कल एन्ड गर्दै सुतिदिएको। आज त टाइममै सुतिदिएको है। सुतै छ जिन्दगी, यस्तै छ। दिन लु एक दिन त छुट्टी हुनु पऱ्यो नि, त्यो छुट्टी दिनु मान्दैन हो। तर म चाहिँ बस्थ्यो आजदेखि। यो महिनादेखि त म बस्ने हो। एक दिन त म बस्ने हो जसरी भए पनि। पाउँदैन र यो अहिलेको टाइममा, यो उमेरमा डुली घुमी खाइ लगाइ भएन नि कहिले हुने त गाइस होइन। बिहान उठ्यो ड्युटी टु घर टु ड्युटी गरेर जिन्दगी बित्छ त? बित्दैन नि। त्यसै बिताउनु त भएन। खराब हुन्छ जस्तो लाग्यो त्यसरी बितायो भने त, हो कि होइन भन्नु त गाइस। सो यो महिनादेखि चाहिँ म बस्दैछु। अहिलेसम्म 1 बजीसम्म सुत्ने गरेको छु। 1 बजी उठेर अब अलिकति घर सफा गरेर कतै जानुपर्ने हो, के गर्नुपर्ने हो, साथी पनि सुतिरहेको होला, उठाएर चलिदिनुपर्छ। खानासाना नि खानु पऱ्यो त होइन र। सो यो चाहिँ मेरो फर्स्ट टाइम है। सो सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सो थ्याङ्क यू सो मच। दिनभरिको के कसो हुन्छ यति